दुर्गा 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 के भयो ए पानी ल्याउनु छिटो हजुर हो भन्नुस् के समस्या पर्यो पहिला तपाईको नाम ठेगाना हामीलाई टिपाउनुस् त भन्नुस् त अनि ठेगाना ल त तपाईँ त्यही स्थानमा बस्दै गर्नुहोस् हाम्रो मान्छे तुरुन्त त्यहाँ आइपुग्नुहुन्छ हत्या हिंसा गलत कार्य चारैतिर लुके पनि अपराधी बढे पनि अपराध गर्नलाई पर्दाफास सिआइडी यात्र तात्र नमस्कार नमस्कार मैले नै तपाईहरुलाई बोलाएको घटना के हो आत्महत्या आत्महत्या हो तर म यसलाई मान्ने पक्षमा छु तपाईहरु कसले बोलायो तपाईहरुलाई मैले नै बोलाएको उहाँहरुलाई यो के गर्नु भएको तपाईले यो मेरो घरभित्रको घटना हो यसलाई बाहिर लगेर समाजको अगाडि म आफ्नो शिर झुकाउन चाहन्छु मेरो कुरा तपाईहरुले बुझ्नु भयो हैन त्यसैले कष्ट नगर्नुस् Stop the crime. Excuse me. तपाईको घरको इज्जत घर बाहिर लग्ने नलग्ने भन्ने कुरा तपाईको घरमा घटेको घटनामा भएको छ त्यसैले सबैभन्दा पहिले तपाईको घरमा घटना कसरी घट्यो किन घट्यो त्यसको बारेमा हामीलाई जानकारी गराइदिनुस् जे जस्तो घटना भए पनि यो मेरो घरभित्रको घटना हो यो बिल्कुलै नितान्त मेरो घरभित्रको आन्तरिक घटना त्यसैले म यो समस्या आफै समाधान गर्छु तपाईले जान सक्नुहुन्छ प्लिज यो मान्छेको व्यवहार र कुरा गरेर घटनालाई झनै शङ्कास्पद बनाइदियो हेर्नुस् आज मेरो बिहाको दिन बिहाको लागि म बडो धुमधामका साथ जन्ती लिएर आएको थिएँ यहाँको माहौल छन् रमाइलो थियो मलाई लाग्छ जहाँसम्म यो आत्महत्या भयो भर्खर यो बाङ्गो कुरा गरेर जाने व्यक्ति को हो अहिले मर्ने अर्थात् बेहुलीको बुवा भनेपछि जन्ती आइसकेपछि बेहुलीले आत्महत्या गरिन् हैन हैन मेरो छोरीले आत्महत्या गर्नै सक्दिन यो हत्या गरेको हो बरु यो हत्या कसले गरेको हो बरु तपाईले छिटो छिटो पत्ता लगाउनु पायो भने आन्टी राम्रो हुन्छ अलिकति आउनुस् न लास कहाँ छ लास बेहुलीको आफ्नै कोठामा छ यताबाट माथि जानु तपाईहरु मैले तपाईहरुलाई भनिसकेको थिएँ यो मेरो घरभित्रको घटना हो यसको समाधान मै गर्छु यति भन्दा भन्दै पनि यो जबरजस्ती किन बुवा मेरो विचारमा उहाँहरुलाई एकचोटि रमाको कोठामा गएर हेर्ने अनुमति दिँदा राम्रो हुन्छ हेर्नुस् तपाईहरुको यस्तो जबरजस्तीले मेरो छरछिमेकीले थाहा पाउँछ हेर्नुस् तपाईको घरमा विवाहको माहौल थियो यहाँ थुप्रै पाहुनाहरू आएका थिए त्यति नै खेर तपाईको घरमा एउटा दुःखद घटना घट्यो यहाँ आएका पाहुनाहरूले त्यो दुःखद घटनाको बारेमा सबै थाहा पाइसकेका होला त्यसैले
तपाईँले आफ्नो यो घरको चार घेराभित्र घटनालाई दबाउन खोज्नु व्यर्थ हुनेछ। हेर्नुहोस्, हामी तपाईँको चाहना अनुसार नै गोप्य रूपमा छानबिन गर्नेछौँ। तपाईँले हामीलाई घटनास्थलको छानबिन गर्ने अनुमति दिनुहोस्। होइन, तपाईँ बाउ हो कि हत्यारा? छोरीलाई यज्ञको आगोमा पुर्नु पर्ने ठाउँमा चिताको आगोमा लगेर थलाउनु पर्ने भयो होइन? यस्तो देख्दा देख्दै तपाईँ किन बाधा बढ्नुहुन्छ? हिँड्नुहोस्, तपाईँलाई मैले अनुमति दिएँ। आउनुहोस्। यो लास सबैभन्दा पहिले कसले देखेको थियो? मैले नै देखेको। तपाईँ एकैछिन मसँग तपाईँ मृतकको को? म उसको साथी। जति बेला तपाईँकी साथीले आत्महत्या गरिन् त्यति बेला तपाईँहरू कहाँ हुनुहुन्थ्यो? हामी तल जन्ती हेर्न भनेर आएका थियौँ। तपाईँले कसरी थाहा पाउनुभयो यो आत्महत्याको बारेमा? जग्गामा बस्ने पालो आएपछि म रमालाई लिन उसको कोठामा गएको त त्यस्तो घटना घटिसकेको रहेछ। यो विवाह कतै तपाईँको साथीको इच्छा विपरीत भइरहेको थियो? मलाई थाहा भए अनुसार यो विवाह उनीहरू दुवैको राजी खुसीमै हुँदै थियो। कतै तपाईँकी साथी मृतक रमाले अरू कसैसँग प्रेम गर्थिन्? छैन, अहिलेसम्म त त्यस्तो केही थाहा पाएको छैन। त्यसो भए के मृतक रमाले आत्महत्या नै गरेकी हुन् त? यो फिङ्गर प्रिन्टको रिपोर्टले त त्यही भन्छ। पिस्तोलमा भेटिएको फिङ्गर प्रिन्ट र मृतकको फिङ्गर प्रिन्टसँग मेल खायो। मेल त खायो, तर तपाईँलाई के लाग्छ जग्गामा बस्ने समय आएपछि एउटी बेहुलीले आत्महत्या गर्नुको कारण के हो? सिम्पल, प्रेममा धोका। अल्लारे समयमा गरिने प्रेमको विकल्प भनेको या त हत्या या त आत्महत्या।